के अब गण्डकी प्रदेशमा खुल्लामखुल्ला गाँजा खेती गर्न पाइन्छ? उत्तर पाइँदैन। सबैले मन लागे झैँ गाँजा खेती गर्न पाउने भने होइन। त्यसो भए कसले गर्न पाउँछ? सरकारबाट लाइसेन्स पाएका व्यक्ति वा कम्पनीले मात्रै गर्न पाउँछन्। त्यसो भए लाइसेन्स लिन के गर्नुपर्ने हुन्छ? पहिला कम्पनी दर्ता गर्नुपर्छ, तोकिएको क्षेत्रमा जग्गा हुनुपर्छ वा कम्तीमा 5 वर्षका लागि जग्गा लिजमा लिएको हुनुपर्ने हुन्छ र औषधि वा औद्योगिक कम्पनीसँग गाँजाको उत्पादन किन्ने सम्झौता अनिवार्य हुनुपर्ने हुन्छ। अनि खेती सुरु गर्नु अघि नै पर्खाल वा तारबार वा चाहिएमा सीसीटीभी पनि जडान गर्नुपर्ने हुन्छ। यी सबै पुगेपछि मात्रै लाइसेन्स मिल्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा गाँजामा नशा दिने तत्त्व यानी THC 0.3% भन्दा बढी हुनु हुँदैन। बेच्नु वा प्रयोग गर्नु अघि प्रयोगशालामा परीक्षण पनि अनिवार्य छ। यसको मतलब बजारमा पाइने नशाको लागि प्रयोग हुने गाँजासँग यसको कुनै सम्बन्ध छैन। दुरुपयोग रोक्नका लागि प्रदेश सरकारदेखि स्थानीय निकायसम्म कडा रूपमा कर्मचारी परिचालन हुनेछन्। विधेयक त पास भयो, तर यो फलामको चिउरा चपाएसरी होला जस्तो छ। किनभने साधारण कृषकको लागि यी नियम पूरा गर्न सक्ने क्षमता सबैमा नहुन पनि सक्छ।